अनि त्यो हरिण बाँच एकचोटि आउँदाखेरि खुब औषधि उपचार गरिराखेको कसले हामी यहाँ पिकनिक आएको थियौँ नि पिकनिक आएको ग्रुप पनि गर्दै थियो नि त्यही दिन सलाइन पानी चढाउँदै थियो बसन्तपुर अनि यता गरवाको अनि उता लखवाका लेडिज यो गरेको त बचाइ गरेर त्यही त भइसक्यो ठिक छ राम्रो भयो त्यो रातै बचाउन सक्दैन त्यो बचेन त्यो बचेन अचानकै मऱ्यो कि 2.5 घन्टाभित्रमा त्यो खतम हुन्छ त्यो राम्रै बचाइ नि त्यो फलाइन पानी चराइ औषधि खुवाइ यहीँनिर चराइरहेको छ यहाँ चराएको थियो त्यहाँ खोर बनाउँदै थियो मुख देखाएको छ अजिङ्गर सर्प उट्या भित्र छ नि ठुल्ठुलो देखाएको छ अनि यिनीहरूलाई टोक्दैन किन टोक्दैन अहिले पुरा यिनीहरू दोस्ती छन् दोस्ती कुखुरा खरायो अजिङ्गर तीनवटैको दोस्ती छ ए हेर्नुहोस् त अनि अजिङ्गरले के खान्छ त एउटा पा भन्ने त्यो भेगुटो हुन्छ नि हजुर हजुर त्यो खायो भित्र एउटा अन्डा खायो अन्डा खान्छ उताबाट देखिन्छ कि यता देखिन्छ हेर्नुहोस् बसेको छ आमै यो त ठुलै रहेछ त उताबाट पो सानो देखेको त्यही त यस्ता त सुर्लुकै निल्छ यसले त चाह्यो भने त लिन्छ त्यो जुन अघि त्यो वनको भन्नुभएको थियो त्यो गुरु चेलाको कुरो गरिराख्नु भएको थियो त्यो यहीँ सिक्नुहुन्थ्यो यहाँबाट ऊ पुएर त्यो जङ्गलतिर उता बस्नुहुन्थ्यो अनि यहाँ चाहिँ त्यति पुण्य नभएपछि माथि जानु हो क्या यहाँ किनकि यो गाउँ बस्तीले नजदिक भयो अनि यो हो यो चाहिँ पुरानो पोखरीहरू अहिले व्यवस्थित मात्र गरिदिएको छ न त यो उहिलेदेखिको पोखरी हो त्यहाँ त्यो नागहरू राखेको छ त्यो मन्दिरको जस्तो छेउमा नागको मन्दिर हो त्यहाँ जाउँ यसो फल घुमेर ए यहाँ पहिला रियलमै थिए रियलमै निस्किन्थ्यो दुईवटा सर्प प्रायः जसो यी स्थानीयले भेटाउने त्यो र यो मन्दिरहरू अनि यो रुखको के कहानी छ त सँगै मन्दिर पनि मैले त्यो थाहा भएन अब त्यो सँगै चाहिँ अब ल हेर यो त मरिसकेको माथिबाट फेरि ऊ अर्को जन्म लियो यो त तल सुकिसकेको छ यो के को मूर्ति हो खास यो के भन्छ कुनै के भन्छ बराह मन्दिर बराह बराह होइन यसलाई व्यवस्थित गर्नलाई उनले चाहिँ आफ्नो उसबाट उ गर्दै रहेछ मिल्छ यो पछिबाट अलिकति व्यवस्थित गर अहिले व्यवस्थित बनाएको छ
दाङमा चाहिँ अलिकति संरक्षणलाई चाहिँ उ दिएको रहेछ है प्राथमिकता है। हजुर एरिया पनि त ठुलै छ नि। ठुलै एरिया छ। हजुर हजुर यो गोटी बनाएको छ नि ए ए ए ए बुटोलबाट यहाँ सारिदिएको। तपाईँ यहाँ आउनुहोस् म पठाइदिन्छु। यो नेपालको तेस्रो त्यो चाहिँ दोस्रो दाङले त के हो बडा रेकर्ड राख्दैछ।